जे गरे सुन, शीतला देवीको मन्दिर जसलाई पूजा गरेका थिए अपवित्र गराए, ब्राह्मणहरूलाई जसले निको हुन्छ भनेका थिए सताए, ज्योतिषीलाई जसले ठीक हुन्छ भनेका थिए सजाय दिए। ब्रिटिस अफिसरको रिपोर्ट भन्छ पागल चाहिँ व्यवहार। तर पागलपन थियो कि ठ्याक्कै ती मान्छेमाथि रिस फुट्यो जसले झुटो बाचा दिएका थिए। दरबारीहरूले यो मोमेन्टमा चाल खेरे। रणबहादुरकै छोरा गिरवान युद्धलाई लिएर भागे, चिठी पठाए, तपाईले आफै सिंहासन छोड्नुभयो, अब कुनै अधिकार छैन। रणबहादुरले सेना पठाए, तर सैनिकहरू नै पल्टिए, दरबारीहरूतिर लागे, कोही बाँकी रहेन। त्यसैले नेपाल छोडे, बनारस भागे। 1 वर्ष अघिसम्म सिंहासनमा बसेको मान्छे अब शरणार्थी। बनारसमा ब्रिटिसले पैसा दिन्थे, तर जानी जानी थोरै। आर्थिक रूपमा तोली राखे, पत्नीको गहना बेच्दै दिन काट्दै। तर एकजना साथमा थियो, भीमसेन।